नमस्कार, म ज्योतिषी डाक्टर आयुष्मान रेग्मी। आज चाहिँ यो दशांश कुण्डली बारेमा चाहिँ हामी चर्चा गर्नेछौँ। दशांश कुण्डली भनेको हजुरको जन्मलग्न कुण्डलीमा 10औं भावलाई चाहिँ प्रतिनिधित्व गर्ने कुण्डली हो र हजुरको करियरको बारेमा विशेष जान्नको लागि चाहिँ यो कुण्डली हेर्ने गरिन्छ। 10औं भावको ग्रह कुण्डलीमा कुन भावमा, कुन राशिमा, कति डिग्रीमा बसेको छ, कस्तो ग्रहसँग बसेको छ, त्यसको कनेक्सन हजुरको लग्नसँग के कस्तो अवस्थामा छ, त्यो बारेमा हेरेर नै ज्योतिषीहरूले हजुरको करियर कस्तो हुन्छ भन्ने बारेमा चाहिँ डिसिजन गर्ने हो अथवा हजुरलाई बताउने हो। त्यसै जस्तो जन्मलग्न कुण्डलीबाट त चौथो र पाँचौं भावको ग्रह र 10औं भाव लग्न यदि चारवटा भावलाई चाहिँ हेर्नुपर्ने हुन्छ, किनभने चौथो र पाँचौं भाव भनेको चाहिँ तपाईँको मन र बुद्धि हो र अधिकतर अहिलेको समयमा चाहिँ करियर चुज गर्ने खालको कुराहरूलाई लिने हो भने व्यक्तिले आफूलाई के गर्न मन पर्छ भन्ने कुराहरूलाई चाहिँ ध्यानमा राखेर विषय चुज गर्ने खालको स्थिति भएको कारणले गर्दाखेरि चाहिँ नर्मली करियरलाई लिएर हेर्नु हो भने चौथो र पाँचौं भावको ग्रहलाई चाहिँ हेर्नुपर्ने हुन्छ। चौथो पाँचौं भाव भनेको व्यक्तिको कर्म सोच लेउलाई चाहिँ कस्तो बाटोमा लैजान्छ, कुन करियरमा लैजान्छ भन्ने बारे हुने भयो भने तपाईँको 10औं भावको ग्रहले चाहिँ ठिक छ, तपाईँले पढ्न चाहिँ के पढ्नुभयो, तर तपाईँको एउटा डेस्टिनीले तपाईँलाई कस्तो खालको वातावरणमा लिएर जान्छ, कस्तो खालको काम गराउँछ भन्ने बारेमा हेरिन्छ। तर केवल यतिको कारणले नै कसैको व्यक्तिको सम्पूर्ण जीवनको बारेमा जान्न सकिन्छ त? यसलाई चाहिँ अझै पनि मजाले बुझ्नको लागि चाहिँ त्यो दशांश कुण्डली हुन्छ र दशांश कुण्डलीमा लग्न 10औं भाव यो दुईटा यस्तो भाव हुन् जुन भावका ग्रहहरूले तपाईँको होल लाइफलाई, तपाईँको करियरलाई कतातिर लिएर जान्छ, कुन वर्षमा आएर तपाईँ आफ्नो करियरमा पिक लेभलमा जानुहुन्छ, तपाईँ कतिको सक्सेसफुल हुनुहुन्छ। किनभने मेहनत त तपाईँको जसले पनि गरिरहेको हुन्छन्, तर त्यो मेहनतको फल पूर्ण रूपमा पाउने कि नपाउने अथवा कहिले आएर चाहिँ त्यो तपाईँले गरेको कर्मको प्रतिफल पाउनुहुन्छ भन्ने विषयमा हेर्नु छ भने चाहिँ त्यसको लागि चाहिँ दशांश कुण्डली हेर्नु एकदमै जरुरी हुन्छ। र दशांश कुण्डलीमा मानव कसैको जन्मलग्न कुण्डलीमा चाहिँ सर्फेसली हेर्दा सरकारी जागिर खाने खालको ग्रह देखिँदैन, तर त्यो व्यक्तिले सरकारी जागिर खाएको छ भने त्यो व्यक्तिको दशांश हेर्नु, किनभने दशांश कुण्डलीमा चाहिँ 10औं भावको ग्रहको प्रभाव कतै पनि सूर्यसँग जोडिएको छ अथवा तपाईँको लग्न 10औं भावमा केन्द्रमा आएर बसेको छ भने त्यस्तो परिस्थितिमा चाहिँ त्यो व्यक्तिले चाहिँ सरकारी जागिर खाएको हुन्छन्। र राम्रो हुने मात्रै होइन, कुन टाइममा आएर लाइफमा च्यालेन्जेस फेस गर्नुपर्ने हुन्छ, करियरलाई लिएर अचिभमेन्टको कुराहरू, चाहे त्यो सम्मान पाउने खालको कुरा होस् चाहे प्रमोसन जस्ता कुराहरू हुन्, त्यसलाई चाहिँ डिप तरिकाले हेर्नको लागि चाहिँ दशांश कुण्डली हेर्नुपर्ने हुन्छ। हजुरको आफूले आफ्नै पनि हेर्न मिल्छ। अब दशांश कुण्डलीमा लग्नको ग्रहको कतिको स्थिति मजबुत छ। मानौ कोही व्यक्तिको कुण्डलीमा दशाहरू राम्रा चलिरहेछन्, 10औं भावको ग्रह पनि ठिक छ, तर पनि ऊ व्यक्तिले जब पाइरहेको छैन भने हुनसक्छ दशांश कुण्डलीमा को लग्न जो कमजोर भएको हुनसक्छ। यस्तो स्थितिमा दशांश कुण्डलीको जुन लग्न छ त्यो लग्नको ग्रह र जन्मलग्न कुण्डलीमा त्यो ग्रह कुन भावमा गएर स्थित छ यो कुरालाई पनि हेरेर चाहिँ भन्न सकिन्छ। त्यस्तै जस्तो मानौ कुनै व्यक्तिले दशांश कुण्डलीको जुन लग्न या 10औं भावको जुन ग्रह छ त्यो ग्रह जन्मलग्न कुण्डलीमा कुन भावमा अवस्थित छ, त्यो व्यक्ति त्यही ठाउँमा गएर चाहिँ जब गर्ने, त्यही ठाउँमा गएर अचिभमेन्ट हुने अथवा त्यही ठाउँमा गएर चाहिँ भविष्य राम्रो हुने भन्ने खालका कुराहरू पनि दशांश कुण्डलीबाट त्यसरी थाहा हुनसक्छ। यो कुण्डलीबारे जति धेरै कुरा गर्दै गयो, जति धेरै रिसर्च गर्दै गयो त्यति धेरै नै नयाँ कुराहरू पत्ता लाग्ने हुन्छन्। किनकि ज्योतिष भनेको एउटा साइन्स हो र साइन्स भनेको कसरी जान्छ भन्दाखेरि साइन्समा तपाईँको जति धेरै खोज्दै जानुभयो त्यति नै धेरै त्यो नयाँ कुराहरू पत्ता लाग्दै जान्छन्। हजुरको करियरलाई लिएर केही समस्याहरू छन्
अथवा चाहिँ तपाईँको फ्युचरलाई लिएर डिसाइड गर्न सक्नु भएको छैन, तपाईँ कन्फ्युजनमा हुनुहुन्छ भने चाहिँ तपाईँ ज्योतिषीलाई हेराउँदाखेरि चाहिँ मेरो दशांश कुण्डली राम्रोसँग यसो हेरिदिनुहोस् भन्न चाहिँ सक्नुहुन्छ।